एकदम मीठो धनमती गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ। मालिका गाउँपालिकाको 9औं स्थापना दिवसको यो मूल समारोहको विधिवत रूपमा दीप प्रज्वलन गरी उद्घाटन भएको छ। यति बेला हामी माझ सचिव शिव आचार्य सर र त्यसैगरी सदस्य कमल नृत्य प्रस्तुत गर्न चाहनुहुने विद्यालयले र आजका 106 वर्ष आजका प्रमुख अतिथिज्यू मालिका गाउँपालिकाका प्रमुख वेदप्रसादज्यू, शिक्षक गुरुज्यूहरू सुरक्षित भयो कि भन्ने पनि लागिरहेको हुन सक्दछ। हाम्रा कमी कमजोरी भए पनि यहाँहरूले औलाउदिने
म्याग्दीद्वारा यो सम्मान पत्र प्रदान गर्दै हुनुहुन्छ गाउँपालिकाका अध्यक्ष। कार्यक्रमको अन्तसम्म बसेर हाम्रो चाहिँ यहाँहरूले महत्त्वपूर्ण भूमिका निभाइदिनु हुनेछ भन्ने पनि हामीले आशा लिएका छौँ। दौड प्रतियोगितामा स्वर्ण पदक दिलाउन सफल हुनुभएको थियो, सहित सम्मान गर्दै हुनुहुन्छ। त्यसको लागि मालिका गाउँपालिकालाई हामी हार्दिक धन्यवाद। त्यसरी राष्ट्रपति रनिङ सिल प्रतियोगितामा उत्कृष्ट स्वर्ण पदक दिलाउने कबड्डीतर्फ छात्राहरूको समूह सोनिका झुक्जाली किसानी मावि, सजिना झुक्जाली किसानी मावि, करुणा फगामी किसानी मावि, सोनिका गुरुङ किसानी मावि, विनिता झुक्जाली किसानी मावि, यहाँहरूलाई हार्दिक बधाई पनि छ। र आगामी राष्ट्रपतिहरूमा पनि यहाँहरूले सामूहिक रूपमा नगद रु 20,000 सहित 9औं स्थापना दिवसको अवसरमा पुरस्कृत हुन सफल हुनुभएको थियो। त्यस्तै गरी 2078 पालिका गाउँपालिकाको भविष्य सुनिश्चित गर्न सकिन्छ भन्ने मलाई लाग्दछ। किनभने निर्माणका पूर्वाधारहरूले पनि यहाँहरूले अलिअलि चाहिँ महसुस गर्नुभएको होला जस्तो मलाई लाग्दछ। किनभने यहाँहरूले सोचे जस्तो अझै पनि हामीले गर्न सकिरहेका छैनौँ। यसमा चाहिँ विभिन्न साधन स्रोत, दक्ष जनशक्ति आदि विविध कारणहरू हाम्रो अगाडि चाहिँ विशाल पर्खार बनेर उभिरहेका छन् र पनि यिनीहरूलाई छिर्दै हामी अगाडि बढ्ने चाहिँ प्रयत्न गरिरहेका छौँ। यसमा यहाँहरू सबैको साथ सहयोग अवश्य मिल्नेछ भन्ने हामीले ठानेका छौँ। गाउँवासीहरूलाई मालिका गाउँवासीको चाहना अनुसारका र उहाँहरूले चाहिँ प्रत्यक्ष अनुभव गर्ने गरी योजनाहरू कसरी सञ्चालन गर्न सकिन्छ, कस्ता योजनाहरू ल्याउँदाखेरि चाहिँ मालिका गाउँवासीको विकास हुन्छ, उहाँहरूको आर्थिक अवस्थामा सुधार आउँछ भन्ने कुराहरूतिर मालिका गाउँपालिका सधैँ सचेत रहेको छ। त्यही अनुसारको योजनाहरू छनौट गर्न मालिका गाउँपालिका प्रतिबद्ध छ। यसमा चाहिँ सबै राजनीतिक दलहरूको महत्त्वपूर्ण सुझाव र सहयोग चाहिँ महत्त्वपूर्ण हुन्छ। यहाँ चाहिँ हामीले चाहिँ एउटा पार्टीले बहुदलीय प्रतिस्पर्धामा एउटा पार्टीले जित्नु र अर्कोले हाल्नु त्यो स्वाभाविकै हुन्छ। तर जित हार भनेको चुनावको बेलामा मात्रै हुने हो। त्यसपछि यहाँहरूले आएर आफ्नो चाहना भावनाहरू राखिदिन सधैँ खुला रहनेछ। यसमा यो काम गर्यो भने मालिका गाउँपालिकाको विकास हुन्छ। हामी यसरी जान सक्यौँ भने हामी लक्ष्यमा पुग्न सक्छौँ भनेर चाहिँ यहाँहरूले दिने सुझाव महत्त्वपूर्ण हुनेछ। त्यस्तै गरी अब यस म्याग्दी जिल्लाको चाहिँ दोस्रो सदरमुकामको रूपमा रहेको दरबाङ बजार अहिलेसम्म पनि म्याग्दी बेनी बजार त्यत्रो विकास भइसक्दा पनि हामी अहिले यस्तो अवस्थामा छौँ। यसलाई सबैले मनन गरेर कसरी चाहिँ अगाडि बढ्न सकिन्छ, कसरी म्याग्दी बेनी बजारको तुलनामा जान सकिन्छ भन्नेतिर चाहिँ हामी सबैले सोच विचार गरेर विचारहरू आफ्नो ठाउँमा होलान्, प्रतिस्पर्धाहरू आफ्नो ठाउँमा होला, तर विकासको रूपमा चाहिँ एकताबद्ध भएर जान सक्यौँ भने अवश्य पनि चाहिँ हामीले परिणाम निकाल्न सक्छौँ भन्ने मलाई लाग्छ। मालिका गाउँपालिका विकासको अधिकतम सम्भावना भएको ठाउँ हो। भौगोलिक हिसाबले विकट भए पनि भौगोलिक हिसाबले चाहिँ कमजोर चाहिँ भूमि अथवा कमजोर जमिन भएको ठाउँ भए पनि हामीले चाहिँ यसलाई चाहिँ बुद्धिमत्तापूर्वक अथवा विभिन्न पार्टीहरूको विचार मन्थन गरेर चाहिँ लान सक्यौँ भने पक्कै पनि चाहिँ हामी निष्कर्षमा अथवा एउटा चाहिँ मालिका गाउँपालिकाको सुन्दर चाहिँ गाउँपालिका बनाउन सक्षम हुन्छौँ जस्तो मलाई लाग्दछ। यहाँ विभिन्न चाहिँ राजस्वको स्रोतहरू भएको पनि मैले देखेको छु, तर यहाँ राजस्वको स्रोत बढाउनको लागि हामी सबै एकजुट छौँ जस्तो मलाई लाग्दैन। सबैले आफ्नो आफ्नो स्वार्थ आफ्नो चाहिँ ऊ अनुसार प्रयोग गर्दाखेरि आफ्नो विचार स्वार्थ अनुकूल प्रयोग गर्दाखेरि चाहिँ हामीले चाहिँ सोचे अनुसारको राजस्व सङ्कलन गर्न सकिरहेका छैनौँ।
किनभने अब सधैँ सङ्घीय सरकारको चाहिँ उसमा आशमा बस्ने हो भने हामी हाम्रो लक्ष्यमा पुग्न अवश्य सक्दैनौँ। किनभने हामी आफै आत्मनिर्भर हुनको लागि र आफैले राजस्व सङ्कलन गरेर सक्षम हुनको लागि हामी आफैले चाहिँ पूर्वाधारहरू अथवा आफैले चाहिँ राजस्वका स्रोतहरू खोजेर अगाडि बढ्नु पर्ने हुन्छ। सधैँ अरूको साथमा रहने हुँदा, अरूको आशमा रहने हुँदा हामीले चाहिँ सोचे अनुसारको प्रगति अथवा सोचे अनुसारको विकास गर्न सक्दैनौँ। र यस मालिका गाउँपालिकाको विकास निर्माणको लागि यहाँका राजनीतिक दलहरूको चाहिँ महत्त्वपूर्ण भूमिका हुन्छ। राजनीतिक दलहरूले अहिले हामीले हारेको अवस्था छ अथवा हाम्रो सरकार छैन भनेर सोचेर पछाडि हट्ने हो भने मालिका गाउँपालिकाको विकास सम्भव छैन। किनभने एउटा पार्टीको अथवा एउटा विचारले मात्रै मालिका गाउँपालिका सफल हुन्छ जस्तो मलाई लाग्दैन। नेपालको संविधानले स्थानीय सरकारलाई चाहिँ यस्तो चाहिँ विभिन्न प्रतिपक्षको रूपमा नहेरिकन जो निर्वाचनको बेलामा यहाँहरू आफ्नो विचार आफ्नो चाहिँ पार्टी अनुसार चाहिँ लड्नुहुन्छ भने जितेर आइसकेपछि त्यो एउटै उसमा चाहिँ एउटै पार्टी अथवा एउटै सरकारको रूपमा रहने परिकल्पना गरेको छ। किनभने सङ्घीय संसद प्रदेश संसदमा सत्ता पक्ष प्रतिपक्षको व्यवस्था भएको हुन्छ भने स्थानीय सरकारमा पक्ष प्रतिपक्षको चाहिँ परिकल्पना गरिएको छैन। किनभने त्यहाँ स्थानीय स्तरको चाहिँ विकासको लागि सबै राजनीतिक पार्टी सबै राजनीतिक दलहरू मिलेर चाहिँ विकास होस् भन्ने परिकल्पना गरेर त्यो राखिएको होला जस्तो मलाई लाग्दछ। यति भन्दै मालिका गाउँपालिकाको चाहिँ नेपाल संविधानले तय गरेको 3 तहको संरचना अनुसार यो स्थानीय तह एक घर दैलो र घर दैलोको सरकार हो। यो घर दैलोको सरकार स्थापना भए बमोजिम आज 9औं वर्षमा हामी प्रवेश गरेका छौँ। यो 9औं वर्षमा प्रवेश गर्दै गर्दा मालिका गाउँपालिका भित्र रहेको सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र, विभिन्न धर्म संस्कृतिको क्षेत्रमा विभिन्न परिवर्तन भएको हामीले पाउँछौँ। र हिजो 2074 सालदेखि अहिलेसम्म आउँदाखेरि हामीले यो क्षेत्रलाई पर्यटन हिसाबमा परिवर्तन गर्न चाहेका छौँ, यो क्षेत्रलाई सामाजिक हिसाबमा परिवर्तन गर्न चाहेका छौँ, यो क्षेत्रलाई आर्थिक उन्नतिमा चाहिँ प्रगति गर्न चाहेका छौँ र विभिन्न भौतिक संरचनादेखि लिएर सामाजिकमा जति पनि हत्या हिंसा विकृतिहरू भइरहेका छन् त्यसलाई चाहिँ हामीले सभ्य समाज निर्माण गर्नको लागि विभिन्न पालिकाले नीति तथा कार्यक्रम लिएर त्यही अनुसारको सङ्घ र प्रदेशसँग समन्वय गरेर विभिन्न कार्यक्रमहरू गर्दै यस ठाउँलाई परिवर्तन रूपान्तरण गरेर समृद्धि मालिका गाउँपालिका स्थापना गर्नको लागि हिजो 74 देखि अहिलेसम्म चाहिँ हाल जनप्रतिनिधिहरू, यहाँका चाहिँ स्थानीयवासी नागरिकहरू, यहाँ चाहिँ कर्मचारीहरू सबैजना मिलेर चाहिँ हामीले केही गर्न खोजिरहेका छौँ र यसलाई अझै राम्रोसँग लगेर जानको लागि, यसलाई अझै परिवर्तन राम्रोसँग गर्नको लागि, सकारात्मक परिवर्तन गर्नको लागि यहाँहरू सबैजनाका हातेमालोको जरुरी छ, त्यो आवश्यकता छ। त्यसैले यस क्षेत्रको स्वास्थ्यलाई राम्रो बनाउनको लागि, यहाँको नागरिकहरूले स्वास्थ्य लाभ ल्याउनको लागि स्वास्थ्य सुधार गर्न जरुरी छ। यस क्षेत्रलाई गुणस्तर शिक्षा र असल नागरिक बनाउनको लागि शिक्षाको क्षेत्रमा चाहिँ यहाँ नीति निर्माण अथवा त्यस्तो क्षेत्रको कार्यक्रमहरू ल्याउन जरुरी छ। त्यस्तै गरेर यहाँका स्थानीय